अब मलाई होइन सबैले यो क्वेसन सोधिरहेछन् होइन, यसको यसको भनिदिउँ भन्न छन् होइन, र म आज भन्दै गइरहेको छु होइन, सर्टमा एक्सप्लेन गरिदिन्छु होइन। सबभन्दा पहिला होइन यो क्वेसन हजुरहरूले बुझिहाल्नुभयो होला। यो पढ्नुभन्दा अगाडि चाहिँ यो क्वेसन बुझ्नुभन्दा अगाडि सबभन्दा पहिला हजुरले रोटेसनल डाइनामिक्स भन्ने च्याप्टर पढ्या हुनु पऱ्यो र यसको थ्योरिटिकल नोलेज चाहिँ हुनु पऱ्यो है। सबभन्दा पहिला के हुनु पऱ्यो भन्दाखेरि यसको थ्योरिटिकल नोलेज चाहिँ हुनु पऱ्यो होइन। अब ल अब म हजुरहरूलाई के अरे एउटा कुरा सबभन्दा पहिला यो कुरा बुझ्नुभन्दा अगाडि चाहिँ हजुरहरूले एउटा कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यो कुरा म भन्न गइरहेको छु होइन, म भन्छु है त। के अरे यो कुरा बुझ्नुभन्दा अगाडि चाहिँ हजुरलाई के को बारेमा ज्ञान हुनु पऱ्यो भन्दाखेरि मुभमेन्ट अफ इनर्सियाको बारेमा ज्ञान हुनु पऱ्यो है। मुभमेन्ट अफ इनर्सिया भन्नाले के हो भन्दाखेरि होइन, मुभमेन्ट अफ इनर्सिया भन्नाले के हो भन्दाखेरि द प्रडक्ट अफ मास होइन, द प्रडक्ट अफ मास एन्ड द स्क्वायर अफ पर्पेन्डिकुलर डिस्टेन्स फ्रम द एक्सिस अफ रोटेसन हो है। यो कुरा थाहा हुनु पऱ्यो, भन्नाको मिनिङ यति कुरा थाहा हुनु पऱ्यो हजुरहरूलाई होइन। यो क्वेसनले के भने म बुझाइदिन्छु। अ फ्यान विथ ब्लेड्स टेक्स लङ्गर टाइम टु कम टु रेस्ट होइन देन विदाउट ब्लेड्स भनेको छ। अब एउटा यस्तो फ्यान इमेजिन गरौँ जसको चाहिँ के छ, ब्लेड छ। के भनेको छ भन्दाखेरि चाहिँ अ फ्यान विथ ब्लेड भन्नाले ब्लेड भएको फ्यानले चाहिँ लामो समय लिन्छ रेस्टमा आउनको लागि एज कम्पेयर टु ब्लेड नभएको फ्यान भन्ने कुरा भनिरहेको छ यसले। यसलाई मैले आई मानी, यसलाई मैले आई मानी। यसो अब हेरौँ है, यसो अब यसलाई चाहिँ मुभमेन्ट अफ इनर्सियाको टर्मसँग चाहिँ यसो यसलाई रिलेट गरौँ। अब यसो यहाँबाट हेर्दाखेरि के बुझियो भन्दाखेरि यसो हेर्नु त, यसको के होला, यसको मास के होला, बढी होला नि एज कम्पेयर टु ब्लेड नभएको। हेर्नु त यसको मास त यति टाइम्सले के छ, हेर्नु यहाँ यति टाइम्सले के छ, यो ब्लेड भनेको त यसको मास यति, यो भन्दा त यसको यति टाइमले के छ, यसको मास बढी छ। यो छैन के अरे, यो र यो सेम भयो होइन, तर यसको मास कति छ यति, यो ब्लेडहरूले के छ बढी छ। भनेपछि हामीले के पाइयो भन्दाखेरि यसको मास चाहिँ के रहेछ भन्दाखेरि बढी रहेछ, यसको तुलनामा के रहेछ, यसको मास बढी रहेछ है। त्यो कुरा थाहा भयो हामीलाई। अब होइन अर्को कुरा थाहा हुनु पऱ्यो हजुरहरूले के भन्दाखेरि मुभमेन्ट अफ इनर्सिया चाहिँ के हुने रहेछ, माससँग डाइरेक्टली प्रपोर्सनल हुँदो रहेछ। भन्नाको मिनिङ मास बढी छ भने इनर्सिया अफ मोसन, के अरे